वेलकम टु माई युट्युब च्यानल भुजुङ भिलेजमा। आज चाहिँ हामी हनी हन्टिङ गर्दैछौँ गाई जङ्गलतिर। हाम्रो माइला भाइले मा शिकार गर्दैछ गाइज। खुदु चाहिँ यदि भइसक्यो गाइज, हेर्नुहोस् लास्टी भरिसक्यो गाइज। अब कहाँ हाल्ने, बच्चा पनि यदि धेरै छ गाइज। सिद्धियो माइला, सिद्धियो जस्तै लाग्यो। छैन सिद्धियो सिद्धिया छ। है गाइज, हाम्रो गाउँघरतिर चाहिँ यस्तो जङ्गलमा माउरी पाइन्छ गाइज। तपाईहरुको गाउँघरतिर नि पाइन्छ होला गाइज। तपाईहरुले याद गर्नु भएको छ कि भएन, जङ्गलतिर यस्तो रुखको टोड्कामा हुन्छ गाइज। छैन रहेछ है, माउ मात्रै रहेछ माइला। ल है गाइज, ल है, यो मेरो भुजुङ भिलेज युट्युब च्यानललाई लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला। म यस्तै भिडियोहरु फेरि हजुरहरुलाई देखाउने प्रयास गर्नेछु गाइज। सबैले मेरो यो भिडियोलाई मन पराइदिनु हुन अनुरोध गर्दछु गाइज। हाम्रो माइलो भाइ मा शिकार। आज हामी वनतिर हनी हन्टर गर्दैछ गाइज। छैन है, अब सिद्धिएको अवस्था गाइज। पछ्रै यति रहेछ गाइज। ए प्लास्टिक भरि अब मा छ गाइज। यो बच्चा नि यति धेरै छ गाइज। यो बच्चाले चाहिँ ढाड दुखेको निको हुन्छ रे गाइज, खायो भने। तपाईहरु पनि खानु होला। अब हाम्रो मा शिकारी भाइले अब हात चाड्न चाहिँ बाँकी छ। सिद्धियो भने अब हात चाड्ने सुरु गर माइला। सिद्धिया छ, तर टोड्को अलिकति भने जस्तो टोड्को नभएर खुदु नभएको। टोड्को पनि त्यत्रो चाकोको लागि त अस्तिदेखि त परेकै हो नि। परेको हो होइन र? ठिकै छ। अस्ति चाहिँ खासै खुदु भेटे थिएन गाइज। आज चाहिँ हल्का यो झोला प्लास्टिकको झोला। मलाई एउटा बोट ढुङ्गो दिनु ल, त हात चाटेको खिचिहाल्ने हो। ल हात चाटिहाल माइला। मा काट्नेले हात चाट्छ भनेको यही हो गाइज। हाम्रो माइला भाइले हात चाट्दैछ। त्यो बत्ती बन्द गर माइला। खुदो हामी कराकरमा क्या बत्ती बन्द गर नि। टेस्टी छ हैन? एकदम स्वादिलो भयो नि। अर्गानिक हो गाइज यो मह। चाहिएमा सम्पर्क गर्नु है गाइज। अर्गानिक किन फाली त हैन? कति मिठो खाँदैछ हाम्रो माइलो भाइले। एकदम स्वादिलो चिज भयो त्यो त। दबाई हुन्छ हैन माइला? एकदम औषधि हो, सर्दी गर्मीको ठुलो औषधि। यो गर्मीको बेला हस्पिटलको डाक्टरले चाहिँ नि सर्दी गर्मी फैसला गर्न सकेको चाहिँ यसले गर्छ के। अब यो गर्मीको बेला चाहिँ तपाईहरुले धेरै गर्मी लागेछ भने यो मा घोलेर खानु गाइज। चिसो पानीमा एकदम राम्रो काम गर्छ गाइज, हैन माइला? एकदम शरीरको लागि ताकत पनि और औषधि पनि। है गाइज, तपाईहरु पनि खानु होला। खोजी खानु होला गाइज। यो माउरीको खुदुले चाहिँ सर्दी गर्मी चाहिँ ठुलो औषधि हो गाइज। अब चाहिँ हामी सिद्धियो
अब चाहिँ हामी घरतिर लागिन्छ गाइस। यस्तो छ यी बच्चा यति धेरै छ गाइस। यो चाहिँ घरको कोसेली म कति निस्किन्छ त्यो पनि कोसेली हो गाइस। अब गर्मी सिजन आउँदैछ। अब फेरि यहाँ ढुङ्गाले फेरि यसलाई बन्द गर्ने काम हुँदैछ हाम्रो। अलि राम्रोसँग हालमाइला फलासीले गर्नु पर्यो यार है। फलासी ट्याक्क मिलाएर त्यो ढुङ्गा हाल त फलासीले यस्तोरी खोपेर निकाल्नु पर्छ गाइस। गाह्रो छ। हाम्रो माइलो भाइले खोप्दैछ। यहाँ राम्रोसँग देखेको छैन गाइस। अलि भिरालो छ ठाउँ। त्यो जोखिम मोलेर चाहिँ काट्दैछ हाम्रो माइलो भाइले। अब चाहिँ तलबाट नहाल्ने हुन्छ है। हेकुले त खाँदैन होला नि। ल भयो। अब चाहिँ हामी यो खुदु चाहिँ अब झोला भरियो गाइस। प्लास्टिक झोला सानो लिएर आएको थियो गाइस। ठ्याक्कै भरियो गाइस। यो बच्चा यति धेरै छ गाइस। हेर्नु त खुदु यहाँ खुदु बच्चा सबै मिस गर्छ गाइस। यो माथि चाहिँ सबै बच्चा हो गाइस। यसले चाहिँ यो खायो भने ढाड दुखेको चट्टा हुन्छ गाइस। तपाईहरु पनि खानु होला। र हाम्रो वनतिर चाहिँ यो दालचिनी पनि भन्छ यो रुखलाई। कतिपय मान्छेले सिन्कौली भन्छ गाइस। यो यति ठुलो रुख छ यो गाइस। हाम्रो गाउँघरतिर यो रुख चाहिँ प्रशस्त पाइन्छ गाइस। विदेशमा चाहिँ यसको बोक्रा चाहिँ हामीले तरकारीमा खाइन्छ भने तरकारी मासुमा हालेर खान्छ गाइस। हाम्रो गाउँघरतिर चाहिँ यो प्रशस्त पाइन्छ गाइस। यो सिन्कौली हो गाइस। सिन्कौली दालचिनी भने नि यही हो गाइस। प्रशस्त पाइन्छ गाइस। आज जङ्गलतिर सो अनि हन्टिङ गर्न आएको गाइस। यो सिन्कौलीको पात यस्तो हुन्छ गाइस। भर्खर पलाउँदैछ यो। यत्रो ठुलो रुख छ गाइस। यत्रो ठुलो रुख छ गाइस। यो जङ्गलमा छ हामी आज। माथि भिर छ गाइस। यो भिर हो गाइस। त्यो भिरमा छ गाइस। हाम्रो माइला भाइले अब बच्चा लिएर आउँदैछ यी। ऊ त जानु उतबाट यसो खेत्नु म यता आउँछु। हातेल उजोको हाम्रो त्यो छ गाइस हाम्रो माइला भाइ आउँदैछ। यहाँ हो मौरी चाहिँ गाइस है। ल गाइस फेरि अर्को भिडियोमा भेटघाट हुम्ला गाइस। सी यू नेक्स्ट भिडियो। यो भिडियो मन परे लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला गाइस। जति सक्दो सेयर गरिदिनु होला गाइस। धन्यवाद।